मिति 2082 चैत 6 गते 11औं राष्ट्रिय महाधिवेशनको स्टार बैंक्वेट स्वयम्भूमा सम्पन्न बन्द सत्र हलमा इन्डिजिनियस जेनजी कलेक्टिभ र आदिवासी जनजाति आन्दोलनसँग सम्बद्ध पक्षहरूले राखेका मागहरूको सम्बन्धमा सम्मानित बन्द सत्र हलमा उपस्थित आदिवासी जनजाति सङ्घ संस्थाका प्रतिनिधिहरूको गम्भीर ध्यानाकर्षण भई महाधिवेशनको बन्द सत्रले निम्न बुँदाहरूलाई विशेष प्रस्तावको रूपमा पास गर्दछौँ। बुँदाहरू: 1. नेपाल आदिवासी जनजाति महासङ्घको मिति 2082 चैत 5 गते प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न 11औं राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षहरूबाट प्राप्त उपलब्धि तथा संवैधानिक मूल्य मान्यतामाथि प्रहार गर्ने गरी आदिवासी जनजाति, महिला, मुस्लिम, दलित समेतको पहिचान, अस्तित्व, भावना र मर्म विपरीत अभिव्यक्ति दिएकोमा मुख्यमन्त्रीको उक्त भनाइप्रति हामी गहिरो खेद प्रकट गर्दछौँ र सो अभिव्यक्तिप्रति जारी बन्द सत्रहरूले प्रेस विज्ञप्ति मार्फत खण्डन गर्नेछ। 2. नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्व चयन तथा नीति निर्माण प्रक्रियामा राजनीतिक दलहरूको दलीय हस्तक्षेप तथा भागभण्डाको प्रभावका कारण आदिवासी जनजातिको साझा आन्दोलन कमजोर हुँदै गएको तथ्यलाई मध्यनजर गरी महाधिवेशनमा हुने दलीय हस्तक्षेप र एनजिओकरणबाट मुक्त गरी महासङ्घलाई एक स्वतन्त्र, सशक्त र आन्दोलनमुखी छात्र सङ्गठनको रूपमा स्थापित गर्नेछौँ र यसको लागि उचित कदमहरू लिनेछौँ। 3. नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्व चयन, साङ्गठनिक संरचना र नीति निर्माणमा महिला, युवा तथा अपाङ्गता र लोपन्मुख अति सीमान्तकृत समूहको समानुपातिक र अर्थपूर्ण सहभागिता नभएका कारण उल्लिखित समूहको आवाज कमजोर भएको पक्षलाई दृष्टिगत गरी सबैको समावेशीमूलक प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ। 4. माथि उल्लेखित माग नम्बर 2 र 3 लाई हाल भइरहेको 11औं महाधिवेशन समापन भएको ठिक 6 महिनाभित्र विशेष विधान अधिवेशन मार्फत अनिवार्य रूपमा सम्बोधन गरिनेछ। यसै विधान संशोधन मार्फत सदस्य आदिवासी राष्ट्र समुदायहरूको संस्थागत सुदृढीकरण गर्दै नेतृत्वको नियमित, पारदर्शी तथा उत्तरदायी हस्तान्तरण प्रणाली सुनिश्चित गर्न आदिवासी जनजातिहरूको मूल्य मान्यता र परम्परागत प्रणालीलाई प्रतिबिम्बित गर्दै महासङ्घको संरचनालाई रूपान्तरण गरिनेछ। 5. इन्डिजिनियस जेनजी कलेक्टिभ र आदिवासी जनजाति आन्दोलनसँग सम्बद्ध पक्षहरूले उठाएका मागहरूप्रति नेपाल आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व र समस्त आदिवासी जनजाति सङ्घ संस्थाहरूले अपनत्व ग्रहण गर्दै यसलाई अक्षरशः कार्यान्वयन गरिनेछ। 6. जेनजी आन्दोलन पछिको बदलिदो राजनीतिक परिस्थितिमा नेपालको आदिवासी जनजाति आन्दोलन कमजोर हुँदै गएको पक्षलाई गम्भीरताका साथ मनन गर्दै यसलाई सशक्त ढङ्गबाट अघि बढाउन आगामी दिनमा नेपाल आदिवासी जनजाति महासङ्घ, महासङ्घमा आबद्ध जातीय संस्थाहरू र इन्डिजिनियस जेनजी कलेक्टिभ र आदिवासी जनजाति आन्दोलनसँग सम्बद्ध पक्षहरूले संयुक्त रूपमा काम गर्नेछ। यति 6 वटा बुँदाको ड्राफ्ट जेनजी साथीहरूले उठाउनु भएको मागहरू रहेका छन्। मैले यो कुरा यहाँहरू समक्ष प्रस्तुत गरेँ, यो वाचन गरेँ। जातीय संस्थाका सबै साथीहरू, प्रतिनिधि साथीहरू, यसमा उहाँहरूको कुरा के छ भने यो सम्मानित बन्द सत्रहरूले यसलाई ग्रहण गरोस्। सबैको त सम्भव हुँदैन होला, तर आदिवासी जनजाति सङ्घ संस्थाको प्रमुखहरूको हस्ताक्षर भएर यो डकुमेन्ट चाहिँ विशेष प्रस्तावको रूपमा पास होस् भन्ने कुरा छ। म सबै आदरणीय प्रतिनिधि साथीहरूलाई आग्रह गर्छु, यसमा केही कुराहरू छ भने राखौँ, नभए हामीलाई धेरै ढिला भइसक्यो। हिजो नै यो कार्यक्रम सम्पन्न गर्नुपर्ने थियो, आर्थिक भार पनि बढ्न जाने हुन्छ। त्यसो भएको हुनाले
यहाँहरूको केही कुराहरू छ भने छैन भने यसलाई पास गरेर हामीले हस्ताक्षर गरेर अगाडि बढाउँ। जेएनजी आन्दोलनका साथीहरू पनि यही हुनुहुन्छ। यही कुरा मैले यहाँहरू समक्ष राखेँ। धन्यवाद। पास हो सबैजनाबाट? अलि हजुर यो पास हो भने सबै साथीहरूले गडगडाट ताली बजाउँ। र अब त्यसो गरौँ, यसमा थोरै 2 मिनट समय जेएनजी यो कलेक्टिभको तर्फबाट साङ्केन राईले कुरा राख्नुहुन्छ। त्यसपछि महासङ्घको निवर्तमान अध्यक्षज्यूले धन्यवाद सहित यो सिटिङलाई समापन गर्नुहुन्छ। र यो पेपर पनि यहाँ प्रिन्ट भएर आइसकेको छ, त्यसलाई हस्ताक्षर गरेर अगाडि बढौँ। साङ्केन राईलाई म यहाँ बोलाउँछु। सम्पूर्णमा सेवा नमस्ते। म साङ्केन याम्फु राई। आजको बन्द सत्रमा अलिकति अनौपचारिक अथवा तपाईँले एक्सपेक्ट नगर्नु भएको कुरा भइरहेको छ, तर एकदम जायज कुरा भइरहेको छ। अघि भर्खरै प्रस्तुत जुन हाम्रो प्रतिबद्धता पत्र थियो त्यसमै आधारित म तपाईँलाई एउटा कुरा मात्रै भन्न चाहन्छु, मतलब केही छोटो कुराहरू। हामीले यो अवस्थाको सृजना किन गर्नु पर्यो अथवा अहिले आएर हामीले आफ्नो कुरा यो तरिकाले किन तपाईँहरू समक्ष राख्नु पर्यो भन्ने कुरा सर्वविदितै छ। जुन तरिकाले हामी माथि नीच तरिकाले अपमानित तरिकाले प्रश्न गर्यो, त्यो पनि त्यस्तो व्यक्तित्वबाट जो चाहिँ हाम्रो अधिकार हाम्रो सम्मानको लागि जिम्मेवार छन् राज्य स्तरमा। उहाँ जस्तो व्यक्तिले, उहाँ जस्तो पदमा भएको व्यक्तिले हाम्रो घरमा आएर, हाम्रो आँगनमा आएर, हाम्रै मुखमा हामीलाई गाली गरेर जाँदाखेरि हामीले अपमानित महसुस गर्नु त्यो एकदमै धेरै जायज हो। त्यसमा प्रश्न उठाउन हाम्रो कर्तव्य हो र अधिकार हो र जिम्मेवारी पनि। तर जुन तरिकाले प्रश्न उठाइएन त्यसमा हाम्रो प्रश्न हो। यहाँलाई सम्मानका साथ हामी प्रश्न गर्न आएका हौँ। यहाँ हामी कसैलाई झगडा गर्न अथवा कुनै पनि खालको इन्टरभेन्सन गर्न आएका थिएनौँ। त्यो तपाईँले देख्नुभयो, हिजोदेखि हामी यहाँ छौँ होइन। र अर्को कुरा, हाम्रो महासङ्घमा यति धेरै सक्षम पुरुषहरू हुनुहुन्छ, यहाँहरू सम्मानित हुनुहुन्छ, एजुकेटेड हुनुहुन्छ, वेल इक्विप्ड हुनुहुन्छ। न जस्ट स्किलले मात्रै होइन, पावर, एक्सेस, पोजिसन, धेरै कुराले। सो तपाईँहरूले महिला नेतृत्व किन उत्पादन गर्न सक्नु भएन भन्ने हाम्रो अर्को प्रश्न। मतलब हामी राज्यसँग समावेशिताको कुरा माग्छौँ, तर आफ्नै समुदायभित्र समावेशिता किन कायम गर्न सकिरहेका छैनौँ? समावेशिता किन समावेशी रूपमा हामीले प्र्याक्टिस गर्न समावेशिता कहाँसम्म देख्दिनँ? जहाँ पोजिसन र पावर हुन्छ, त्यहाँ जहाँ निर्णय लिन्छ त्यहाँ समावेशिता हुनु पर्यो। समावेशिता कस्तो हुनुपर्छ भनेर जनजाति आदिवासीलाई भन्दा राम्रो अरू कसैलाई थाहा छ जस्तो मलाई लाग्दैन। त्यही भएर हामीले नै त्यसको उदाहरण राष्ट्रलाई पनि दिनु पर्यो र आफैले पनि एक्सर्साइज गर्नु पर्यो भन्ने हाम्रो स्पष्ट माग हो। अर्को कुरा, अब आउने जुन विधानको संशोधन हुन्छ त्यतिखेर एकदम प्रोग्रेसिभ रूपमा हुनु पर्यो। अहिले राखेको एजेन्डाहरू जुन अघि हामीले विस्तार प्रस्तुत भयो, त्यो सबै एजेन्डाहरूलाई चाहिँ समावेश गरेर त्यसलाई अझै विस्तार तरिकाले अन्य पनि जति पनि संवेदनशील विषयहरू छन् तिनीहरूमाथि पनि रिसर्च गरेर, इन्क्लुजिभ तरिकाले डिस्कसन गरेर, ओपन डिस्कसन राखेर, डायलग्सहरू राखेर चाहिँ अब थप काम हुनु पर्यो भन्ने हाम्रो माग हो। र मलाई पूर्ण विश्वास छ यहाँले पनि यो कुराबारे सोच्नु भएको छ र सबैको यसप्रति चाहिँ सहमति छ भनेर, किनकि हाम्रो समुदायको उत्थान र थप विकास यो कार्यलाई अगाडि नबढाइ हुँदैन भन्ने हाम्रो विश्वास छ र बुझाइ पनि र भोगाइ पनि। अर्को कुरा, राज्यसँग तत्कालको समयमा काम गर्दै गर्दाखेरि मैले एकदमै धेरै भोगेको भनेको जनजाति समूहको जतिसुकै भौतिक कुरा गरोस्, जतिसुकै रिसर्च मेहनत गरोस्, तपाईँले क्रेडिट कहिल्यै पाउँदैन। एकदम धेरै झगडा गर्नुपर्छ, आफूलाई फाइट गर्नुपर्छ। किन? र अर्को कुरा, हाम्रो जति पनि जनजाति आन्दोलनहरू छन्, कोशी, पोजेनी अनि मुकुमलुङ, किन यति धेरै यो आन्दोलनहरूले सङ्घर्ष गरिराख्नु परेको छ? किन यति धेरै सङ्कटमा यो आन्दोलनहरू धकिलिएको छ? किनकि हाम्रो आफ्नै कम्युनिटीभित्र हामी
एकबद्ध भएर राम्रोसँग इमान्दारी साथ अथवा मेहनतको साथ काम गरिरहेका छैनौँ कि भन्ने मलाई लाग्छ। त्यही भएर यो सबै कुराहरूलाई मध्यनजर राखेर अबको कार्यदल गठनदेखि लिएर तत्कालीन इमिडिएट इफेक्टमा आउने निर्णयदेखि लिएर दीर्घकालीन निर्णयहरू पनि गरिनु पर्यो र विधानहरू पनि संशोधन हुनु पर्यो र हरेक व्यक्तिले आफ्नो पदमा रहेर चाहिँ जिम्मेवारी तरिकाले चाहिँ काम गर्नु पर्यो भन्ने हाम्रो माग हो। र त्यसको लागि हामीबाट जस्तो खालको सहयोग, जस्तो खालको कन्ट्रिब्युसन चाहिन्छ त्यसको लागि हामी सधैँ तयार छौँ। त्यति नै भन्न चाहे। थप केही कुरा पेमाले पनि भन्छ। सो थ्याङ्क यू सो मच यो स्पेसको लागि। तपाईँहरूले आफ्नो समय, एनर्जी सबै कुरा हामीलाई दिनुभयो र हामीले पनि दियौँ। आई थिङ्क यो जर्नीमा हामी सबैजना सँगै छौँ। धन्यवाद सबैजना, आफ्नो ख्याल राख्नुहोला। दिदीले भन्नु सम्पूर्णमा टाँसी दिदी, मेरो नाम पेमा वाङ्गो लामा, म मुगाल आदिवासी समुदायबाट। दिदीले भन्नुभएकै कुरालाई थप गर्दै हामीले महाधिवेशनलाई नै किन छान्यौँ यत्रो खालको कुराहरू गर्नको लागि, दलीय कुराहरूको गर्नको लागि भन्दाखेरि चाहिँ हाम्रो महाधिवेशन यस्तो समय हो जहाँ हामी 59 राष्ट्रको प्रतिनिधिहरू आउँछौँ। हामी हरेक कार्यक्रममा 59 राष्ट्रको प्रतिनिधिहरू यसरी आफ्नो भोटिङ पावर बोकेर आउँदैनौँ। हाम्रो यही महाधिवेशन हो जसबाट हामी हाम्रो नेफिनको नयाँ नेतृत्वहरू चयन गर्छौँ। भनिसकेपछि अहिलेसम्मको हामी हरेकचोटि भेट्दाखेरि मैले आफ्नो आधा जीवन आदिवासी आन्दोलनमा बिताएको छु। हाम्रो यो रुममा भएको सबैजनाले आफ्नो आधाभन्दा बढी जीवन यही आन्दोलनको लागि बिताएको छ। तर आज हाम्रो आन्दोलन किन यस्तो समयमा आएको छ कि जहाँ हाम्रै स्पेसमा आएर राष्ट्रको प्रतिनिधिले हाम्रै आन्दोलनलाई धिक्कारेर जान सक्ने हिम्मत कसरी आयो? त्यसैले गर्दाखेरि हामीले आजको प्रस्तावना तपाईँहरूबाट साइन गर्नको लागि मात्र, बोल्नको लागि मात्र, मिडियाको फेस बन्नको लागि मात्र आएको होइन। हामीले हाम्रो आन्दोलन बोक्दै गर्दाखेरि हामीले किन हरेकचोटि राष्ट्रसँग हाम्रो अधिकारको लागि लड्नुपर्छ? किनभने हाम्रो आन्दोलन एकदमै कमजोर भइसकेको छ। तर यही हामीले आधा जीवन दिएको आन्दोलनलाई चाहिँ यति फितलो हुन नदिउँ। दलको एकदमै धेरै प्रेसर, दलको प्रेसर, तपाईँको एनजिओकरणको प्रेसर, जातीय संस्था एनजिओको एकदमै दायरा त्यस्तोमा नअड्किकन हामीले 59वटा राष्ट्र बोक्दै आउँदाखेरि त्यो राष्ट्रको स्पिरिट चाहिँ अबको नेतृत्वले यस नेफिनको स्टेजबाट र नेफिनको प्लेटफर्मबाट चाहिँ आदिवासी आन्दोलन र आदिवासी राष्ट्रलाई सुदृढ गरेर लाने चाहिँ बाचा पनि हामी मागिरहेको छौँ। हामी यहाँ जेन्जी मात्र आएका छैनौँ। हाम्रो बोजनीको आन्दोलनबाट दाइहरू आउनु भएको छ, हाम्रो तामसालिङ आन्दोलनबाट आएको छ, हाम्रो विभिन्न आन्दोलनबाट रगत बगाएका हरेकचोटि सडकमा झर्दाखेरि घाइते भएको साथीहरू हामी आज आएका छौँ कि भनिसकेपछि हामीले यतिकै आज जेन्जीको लागि जेन्जीले आवाज उठाएर मात्र आएका होइनौँ। हामी हाम्रो जीवनभर यही आन्दोलनलाई दिँदै गर्दाखेरि आन्दोलनको अवस्था एकदमै नराम्रो देखेको भएर त्यो अवस्थालाई बदल्नुपर्छ। अब हामी सबैजना एकजुट भएर सही परिवर्तन र सही आदिवासी आन्दोलनको लागि र आदिवासी राष्ट्र निर्माणको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने माग लिएर आएका छौँ। त्यसैले गर्दा अर्को पनि अनुरोध गर्न चाहन्छु, जातीय संस्थाको प्रतिनिधि मात्र, जातीय संस्थाको जति पनि यहाँ रुममा हुनुहुन्छ उहाँहरू मात्र होइन, अबको निर्वाचनमा लडिरहनु भएको प्रतिनिधिहरूले पनि यस दस्तावेजमा साइन गरिदिनुहोस्। किनभने हामी धेरै सुन्छौँ, हामीले त साइन गरेको थिएनौँ, यो तपाईँहरूको जोबाट साइन गरेको उहाँबाट कार्यान्वयन गर्नुहोस्, हामी त्यो चाहँदैनौँ। अबको काम भनेको अबको नेफिनको जस्तो नेतृत्व आउँछ त्यसले आदिवासी आन्दोलनको नयाँ रूप र नयाँ रेखा कोर्नै पर्छ र त्यो कोरिएन भने चाहिँ अब आदिवासी हामीहरूले चाहिँ नेफिनलाई हाम्रो आमा संस्था भनेर चाहिँ बस्न सक्दैनौँ। किनभने नेफिनलाई आमा संस्था भनेर बस्दा बस्दै हामी इन्डिजिनस जेन्जी कलेक्टिभ भनेर निस्किनु परेको छ जब राष्ट्र सङ्कटमा थियो, जब देश रहँदैन भन्ने कुरामा आदिवासीहरू खै भनेर हामी उत्रिनु परेको थियो। भनिसकेपछि त्यो हामी इन्डिजिनस जेन्जी कलेक्टिभ भएर उठ्न चाहँदैनौँ, त्यो हामी नेफिन भएर उठ्नुपर्छ, त्यो हामी नेफिनकै थ्रुबाट उठ्नुपर्छ भन्ने प्लेटफर्म अबको नेफिनको नयाँ नेतृत्वले क्रिएट गर्नुपर्छ। र हाम्रो जति पनि नेपालको विभिन्न ठाउँमा मुगुदेखि लिएर तपाईँको पूर्वसम्म जति पनि आन्दोलन भएको छ त्यसको नेतृत्व, त्यसको अभिभावकत्व नेफिनले बोक्नैपर्छ। र अबको नेतृत्वले चाहिँ दलको होइन, एनजिओको होइन, विदेशी एजेन्डा होइन, हाम्रो आफ्नो राष्ट्रको 59 अब 61 राष्ट्रहरूको चाहिँ मुद्दा बोक्नुपर्छ भन्ने पनि एकदमै यो सानसाना युवाहरूको यो जति पनि आन्दोलनबाट इङ्गेज भएर हामी आएको छौँ, हामी तपाईँहरूकै बच्चाहरूको हाम्रो आमाहरूलाई चाहिँ यो रिक्वेस्ट हो। र हामी एकदमै आशा गर्दछौँ कि अबको नेतृत्व र यो हाम्रो यो रुममा भएको जति पनि राष्ट्रका प्रतिनिधिहरू, आदिवासी राष्ट्रका प्रतिनिधिहरू हजुरहरू आउनु भएको छ, हजुरहरूले चाहिँ आज गरेको प्रतिबद्धतालाई बिर्सिनु हुँदैन, तर हामी बिर्सिन पनि दिँदैनौँ। हामीले भनेको छौँ अबको 6 महिनाभित्र हजुरहरूले यो कुराहरूलाई विधान संशोधन गरेर र विधानमा मात्र सीमित होइन, कार्यमा पनि देखाएर त्यसको प्रतिफल देखाएर चाहिँ तपाईँहरूले हामीलाई
देखि हाम्रो आमा संस्था हो भनेर गर्व गर्ने ठाउँ बनाउनुहुन्छ भन्ने हामी एकदमै धेरै आशा गर्दछौँ। यति भन्दै थुजुछु। धन्यवाद साङ्केन्द्र पेमा। यो दस्तावेजमाथि आदिवासी जनजाति सङ्घ संस्थाका प्रतिनिधि साथीहरूको जोरदार तालीका साथ सहस्र स्वीकार गर्नुभएको अभिव्यक्ति भर्खरै दुईजना बहिनीहरूले राख्नुभएको कुराबाट यो महत्त्वपूर्ण दस्तावेज पास भएको छ। सम्मानित बन्द सत्रहरूले यसलाई अन गरेको छ र यो ऐतिहासिक रूपमा दर्ज भएको छ। अब यसलाई के कसरी कार्यान्वयन गर्ने महासङ्घको नयाँ नेतृत्व आदिवासी जनजाति सङ्घ संस्थाका हामी सबै साथीहरू जिम्मेवार ढङ्गले अगाडि बढ्नेछौँ र तपाईँहरूको खबरदारीको निरन्तरताको पनि म आशा गर्छु, अपेक्षा गर्छु। र अब यो सेसनलाई अन्त गर्नको निम्ति महासङ्घको वर्तमान अध्यक्ष बेल्जे शेर्पाज्यूलाई धन्यवाद मात्रै दिनुहोस् हजुरले। र यहाँ जातीय संस्थाका अध्यक्षज्यू हुनुहुन्न भने प्रतिनिधि साथीहरूले यहाँ आएर यो डकुमेन्टमा हस्ताक्षर गरिदिनु होला। धन्यवाद। महासङ्घको अध्यक्ष बेल्जे लामा शेर्पाज्यू, थोरै तपाईँले दुई शब्द धन्यवाद मन्तव्य दिनै पर्ने हुन्छ। थोरै बन्द सत्र त सोही सिद्धि छ होइन। अध्यक्ष धन्यवाद। सही उहाँले निवर्तमान भइसक्नु भएको हुँदाखेरि धन्यवाद मन्तव्य मैले दिन परेन भनेर भन्नुभयो। सबै जेएनजी कलेक्टिभका साथीहरू तपाईँहरू तलको सबै खालको अवरोधहरू खुलाएर अब निर्धक्कताका साथ सबैजना हामी सबै सँगै छौँ भनेर भन्नुभएको छ। अब तल खाना पनि ग्रहण गरेर 2 दिनदेखि आन्दोलन गरेर थाक्नुभयो होला, खाना ग्रहण गरेर गइदिनु होला। सबै साथीहरूलाई प्रतिनिधि साथीहरू निर्वाचन मण्डलको साथीहरू पनि रोकिनु भएको छ, सबै साथीहरूलाई माथि पठाइदिनु होला। धन्यवाद।